जापानिज भाषा अध्ययन गरेर बसिरहनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई नमस्कार। आज पनि म उपस्थित भइसकेको छु मिनानो निहंगो लेसन 32 को खाइवालाई नेपालीमा सजिलो तरिकाले लिएर। यसअघि मैले तपाईहरुको लागि मिनानो निहंगो लेसन 1 देखि 31 सम्मको खाइवाको भिडियो बनाएर राखिसकेको छु। तपाईहरुले लेसन 1 देखि 31 सम्मको खाइवाको भिडियो हेर्नु भएको छैन भने हाम्रो च्यानलमा भिडियो अलरेडी अभाइलेबल छ, गएर हेर्नु होला। आज भने हामी लेसन 32 को खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझ्ने छौं। लेसन 32 को खाइवाको टपिक्स रहेको छ मुरी ओ सिनाई हौगा इ देस्यो। मुरी ओ सिनाई हौगा इ देस्यो भनेको चाहिँ नसक्ने गरी नगर्दा हुन्छ है भनेको है। हाम्रो टपिक्स के रहेछ त नसक्ने गरी नगर्दा हुन्छ है भन्ने चाहिँ हाम्रो टपिक्स रहेको छ। र यो खाइवामा चाहिँ दुईजना व्यक्तिको कन्भर्सेसन राखिएको छ है। एउटा चाहिँ ओगावा र अर्को चाहिँ सुमितो। दुईजना व्यक्तिको चाहिँ कन्भर्सेसनलाई राखिएको छ र खाइवाको स्टार्ट चाहिँ ओगावाले गरेको छ है। ओगावा सानले के भनेको छ हेरौं। सुमितो सान गेन्की गा आरिमास्ने दो सितान देशका। के भन्यो त ओगावाले सुमितो सान गेन्की गा आरिमास्ने दो सितान देशका भनेको चाहिँ सुमितोजी तपाई सन्चो देखिनुहुन्न नि, केही भएको हो भनेर भनेको है। सुमितो सान गेन्की गा आरिमास्ने भनेको चाहिँ सुमितोजी तपाई सन्चो देखिनुहुन्न नि भनेको है। दो सितान देशका भनेको चाहिँ केही भएको हो भनेर चाहिँ प्रश्न गरेको छ ओगावाले। त्यस पश्चात सुमितोले के भनेको छ हेरौं। साइकिन खारादानो चेउसीगा एकुनाइन देश। साइकिन खारादानो चेउसीगा एकुनाइन देश तोकिदोकी आतामा या इगाई इ ताकु नारुन देस्यो। के भन्यो त सुमितो सानले साइकिन खारादानो चेउसीगा एकुनाइन देश तोकिदोकी आतामाया इगाई ताकु नारुन देस्यो भनेको चाहिँ आजकाल शरीरको स्थिति त्यति राम्रो छैन, कहिलेकाहीँ टाउको र पेट दुख्छ भनेको है। साइकिन खारादानो चेउसीगा एकुनाइन देश भनेको चाहिँ आजकाल शरीरको स्थिति त्यति राम्रो छैन। तोकिदोकी आतामाया इगाई ताकु नारुन देस्यो भनेको चाहिँ कहिलेकाहीँ टाउको र पेट दुख्छ भनेको है। त्यस पश्चात ओगावाले के भनेको छ हेरौं। सोरेवा इके मास्ने सिगोतोगा इसोगासिन देशका। के भन्यो त ओगावाले सोरेवा इके मास्ने सिगोतोगा इसोगासिन देशका भनेको चाहिँ के हो भन्दाखेरि यो राम्रो कुरा होइन नि, काम धेरै व्यस्त छ हो भनेर भनेको है। सोरेवा इके मास्ने भनेको चाहिँ यो राम्रो कुरा होइन नि भनेको हो। सिगोतोगा इसोगासिन देशका भनेको चाहिँ काम धेरै व्यस्त छ हो भनेर चाहिँ सोधेको हो। त्यस पश्चात सुमितोले के भनेको छ हेरौं। ए जाङ्ग्योगा ओइन देश। ए जाङ्ग्योगा ओइन देश भनेको चाहिँ हो अहिले धेरै ओभरटाइम छ भनेको है। के भन्यो त सुमितोले ए जाङ्ग्योगा ओइन देश भनेको चाहिँ हो अहिले धेरै ओभरटाइम छ भनेको है। माथि चाहिँ ओगावाले धेरै व्यस्त हुनुहुन्छ हो भनेर चाहिँ सोधेको थियो, अहिले चाहिँ ओभरटाइम छ भनेर चाहिँ सुमितोले भन्यो। त्यस पश्चात ओगावाले के भनेको छ हेरौं। सुतेरेसु खामो सिरी मास्ने इचिदो बेविन्दे मिते मोराता हौगा इ देस्यो। के भन्यो त ओगावाले सुतेरेसु खामो सिरी मास्ने इचिदो बेविन्दे मिते मोराता हौगा इ देस्यो भनेको चाहिँ यो स्ट्रेसको कारण पनि हुन सक्छ, एक पटक हस्पिटल गएर जाँच गराउँदा राम्रो हुन्छ भनेको है। सुतेरेसु खामो सिरी मास्ने भनेको चाहिँ यो स्ट्रेसको कारण पनि हुन सक्छ। इचिदो बिविन्दे मिते मोराता हौगा इ देस्यो भनेको चाहिँ एक पटक हस्पिटल गएर जाँच गराउँदा राम्रो हुन्छ भनेर चाहिँ ओगावाले सुमितोलाई भनेको छ।
त्यस पश्चात स्युमितोले के भनेको छ हेरौँ। ए सो देस्ने भनेको चाहिँ हो नि है भनेर चाहिँ भनेको छ है। माथि चाहिँ हाम्रो ओगावाले चाहिँ एकपटक हस्पिटल देखाउँदा चाहिँ राम्रो हुन्छ भनिसकेपछि स्युमितोले चाहिँ के भन्यो त, ए सो देस्ने भनेर भनेको छ। यो भनेको चाहिँ हो नि है भनेर चाहिँ भनेको हो। त्यस पश्चात ओगावाले के भनेको छ हेरौँ। मुरी ओ सिनाई हौगा इ देस्यो भनेको चाहिँ नसक्ने गरी काम नगर्दा राम्रो हुन्छ भनेको है। ओगावाले के भन्यो त स्युमितोलाई, मुरी ओ सिनाई हौगा इ देस्यो भनेको चाहिँ नसक्ने गरी काम नगर्दा राम्रो हुन्छ भनेर चाहिँ भनेको छ। त्यस पश्चात स्युमितोले के भनेको छ हेरौँ। ए इमानो सिगोतोगा ओबात्तारा यासुमी ओ तोरो उतो ओमोत्ते इमास। के भन्यो त स्युमितोले, ए इमानो सिगोतोगा ओबात्तारा यासुमी ओ तोरो उतो ओमोत्ते इमास भनेको चाहिँ हो, अहिलेको काम सकेपछि म बिदा लिने सोचिरहेको छु भनेको है। ए इमानो सिगोतोगा ओबात्तारा भनेको चाहिँ हो, अहिलेको काम सकेपछि। यासुमी ओ तोरो उतो ओमोत्ते इमास भनेको चाहिँ म बिदा लिने सोचिरहेको छु भनेको है। स्युमितोले चाहिँ अहिलेको काम सकेपछि चाहिँ म बिदा लिने सोचिरहेको छु भनेको छ है। माथि चाहिँ हाम्रो ओगावाले चाहिँ के भनेको थियो भन्दाखेरि नसक्ने गरी काम नगर्दा राम्रो हुन्छ भनेर भनेको थियो, र स्युमितोले चाहिँ अहिलेको काम सकेपछि चाहिँ बिदा लिने सोचिरहेको छु भनेको छ। त्यस पश्चात ओगावाले के भनेको छ हेरौँ। सोरेवा इ देस्ने भनेको चाहिँ त्यो राम्रो हो भनेको छ। यसरी चाहिँ हाम्रो खाइवाको चाहिँ इन्डिङ भएको छ है। आई होप तपाईँहरूले चाहिँ लेसन 32 को खाइवालाई नेपालीमा सजिलो तरिकाले बुझ्नुभयो होला भन्ने चाहिँ मैले आशा राखेको छु। जाँदै तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धेरै साथीहरू जापानिज भाषा अध्ययन गरिरहनु भएको छ। तपाईँको एक सेयरले तपाईँको साथीहरूलाई पनि हेल्प पुग्नेछ। धन्यवाद।